वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ हामी कम्प्युटर अपरेटरको सिलेबसमा के कस्तो कन्टेन्टहरू रहेको छ, कहाँदेखि के कस्तो आउँछ भनेर डिस्कस गर्न गइराखेका छौँ। र कम्प्युटर अपरेटर भनेको नेपाल विद्युत सेवा अन्तर्गत पर्ने एउटा पद हो। र यो राजपत्र अनाङ्कित प्रथम श्रेणी भनेको यो कम्प्युटर अपरेटर 5th लेभल भयो। र यसको पाठ्यक्रम चाहिँ दुईवटा भागमा डिभाइड गरिएको छ। प्रथम चरण भनेको चाहिँ लिखित परीक्षा यानि कि रिटर्न एक्जामिनेसन हो, जो चाहिँ 200 पूर्णाङ्कको हुन्छ। र द्वितीय चरण भनेको चाहिँ प्र्याक्टिकल एक्जामिनेसन र अन्तर्वार्ता भयो, जो चाहिँ 50 मार्क्स र 30 मार्क्सको गरेर टोटल 80 मार्क्सको हुन्छ। भन्नुपर्दा ओभरअलमा 280 मार्क्सको हुन्छ। कस्तो रहेको छ भन्दाखेरि चाहिँ अब रिटर्न एक्जामिनेसनमा पनि दुईवटा हुन्छ, एउटा प्रथम चरण अर्को द्वितीय चरण। प्रथम चरणमा के आउँछ, कुन कुनबाट आउँछ क्वेसनहरू भन्दाखेरि चाहिँ जेनरल अवेरनेस एन्ड पब्लिक म्यानेजमेन्टबाट आउने भयो एउटा त, अर्को भनेको जब बेस्ड नलेजबाट, यो भनेको कम्प्युटर क्वेसन्सहरू आउने भयो। अनि यो फुल मार्क्स भनेको टोटल 100 भयो। अनि पास हुनुलाई 40 ल्याउनु पऱ्यो, तर 40 मात्रै ल्याएर त पुग्दैन। अनि 100 मार्क्स चाहिँ कसरी आउँछ त्यहाँबाट भन्दाखेरि चाहिँ 20 प्रश्न इन्टु 2 अङ्क भनेको चाहिँ जिके र पब्लिक म्यानेजमेन्ट गरेर चाहिँ टोटल 20वटा प्रश्न आउने हो। र जब बेस्ड नलेज यानि कि कम्प्युटरबाट चाहिँ 30वटा प्रश्नहरू आउने हो, एमसिक्यू। अनि यो टोटल 50वटा एमसिक्यूको लागि टाइम तोकेको भनेको 45 मिनटको टाइम हुन्छ। 45 मिनटमा 50वटा एमसिक्यूहरू सकिसक्नुपर्ने हुन्छ हामीहरूले। अनि द्वितीय चरण भनेको के हो त भन्दाखेरि रिटर्न एक्जामिनेसन। प्रथम भनेको एमसिक्यू भयो, सेकेन्ड भनेको रिटर्न भयो होइन। अनि एमसिक्यू र रिटर्न एकै दिनमा हुने हो। एमसिक्यू भएको 15देखि 30 मिनटभित्रमा चाहिँ द्वितीय रिटर्न एक्जामिनेसन हुन्छ, सेम डेमा। त्यसको लागि छुट्टै डिफ्रेन्ट डेजहरू हुँदैन, एउटै दिनमा हुन्छ। पछि प्रथम चरण र द्वितीय चरणको रिजल्ट जोडिएर जसको नाम सर्ट लिस्टेड भएर, जो चाहिँ उत्तीर्ण भएर जसको नाम चाहिँ आउँछ, उनीहरू मात्रै प्र्याक्टिकल एक्जामिनेसन र इन्टरभ्यूमा सहभागी हुन पाउँछन्। र प्र्याक्टिकल एक्जामिनेसनमा पनि के कस्तो कन्टेन्टहरू रहेको छ हामी तल हेर्छौँ एकैछिनमा। यो मैले भनि नै हालेँ, प्रथम चरण भनेको जनरल अवेरनेस एन्ड पब्लिक म्यानेजमेन्ट र जब बेस्ड नलेजबाट आउँछ। सो सिलेबस के कस्तो रहेको छ भन्दाखेरि चाहिँ जेनरल अवेरनेस एन्ड पब्लिक म्यानेजमेन्ट यानि कि सामान्य ज्ञान र सार्वजनिक व्यवस्थापनबाट चाहिँ कस्तो कस्तो आउँछ, कुन कुन उबाट आउँछ भन्दाखेरि चाहिँ हामीले यही स्क्रिनमा हेर्न सक्छौँ। सामान्य ज्ञानबाट आउने भनेको नेपालको भौगोलिक अवस्था, प्राकृतिक स्रोत र साधनहरू, नेपालको ऐतिहासिक हेर्न सक्नुहुन्छ हजुरले सिलेबसहरू। यति सिलेबस अन्तर्गत रहेर मात्रै क्वेसनहरू सोधिनेछ कम्प्युटर अपरेटरको जिकेबाट, त्योभन्दा बाहिरबाट सोधिँदैन। अनि सार्वजनिक व्यवस्थापन पब्लिक म्यानेजमेन्टबाट पनि यही भित्रबाटै मात्रै सोधिन्छ क्वेसन्सहरू। टोटल 10वटा हेडिङ भयो, एउटाबाट एउटा क्वेसन आउँछ म्याक्स। अब झुकेर कहिले दुईवटा आउन सक्छ, एउटाबाट एउटा आउने हो, एउटाबाट एउटा आएर टोटल 10वटा च्याप्टरबाट चाहिँ यहाँबाट 10वटा क्वेसन आउँछ। अनि सार्वजनिक व्यवस्थापनबाट 10वटा क्वेसन भयो, टोटल 20वटा। अनि बाँकी रहेको यो कम्प्युटरबाट चाहिँ 30वटा एमसिक्यू आउँछ, यानि कि 50वटा भयो। 50 इन्टु 2, एउटा एमसिक्यू मिलाइ भएको 2 अङ्क प्राप्त हुन्छ। र अनि मतलब एउटा बिगारे भएको 0.4 हो कि कति त्यति हेरौँ एकछिनमा। कम्प्युटरबाट कुन कुन च्याप्टरबाट आउँछ भन्दाखेरि कम्प्युटर फन्डामेन्टल्स, अपरेटिङ सिस्टम्सहरू, अनि वर्ड प्रोसेसिङ भनेको एमएस वर्ड सफ्टवेयरहरू भयो, डकुमेन्ट राइट गर्नको लागि युज हुने सफ्टवेयर वर्ड प्रोसेसिङ सफ्टवेयरहरू, इलेक्ट्रोनिक स्प्रेडसिटबाट आउने भयो। अनि डाटाबेस सिस्टमबाट आउँछ, त्यसै गरी प्रेजेन्टेसन सिस्टम्सहरूबाट आउँछ। अनि वेब डिजाइनिङ एन्ड सोसल मिडियाबाट आउँछ, कम्प्युटर नेटवर्कहरूबाट आउँछ। कन्टेन्टहरू पनि यहीँ रहेको छ, सब हेडिङ गराएर राखेको छ के कन्टेन्टहरूबाट आउँछ भित्र भनेर। साइबर सेक्युरिटीबाट आउँछ हाम्रो। अर्को भनेको हार्डवेयर मेन्टेनेन्स एन्ड ट्रबल सुटिङबाट आउँछ। अनि अर्को भनेको लास्टमा 11मा चाहिँ के रहेको छ भन्दाखेरि रिलेभेन्ट लेजिस्लेसन एन्ड
इन्स्टिट्युसन्स भनेर चाहिँ यसमा चाहिँ आइसिटी पोलिसीहरू त्यस्तै त्यस्तै त्यहीबाट आउँछ, एमओसिआइटीबाट आउँछ, त्यस्तै डिआइडीहरू त्यस्तै त्यस्तैबाट आउँछ। यहाँ लेखेको छ प्रथम पत्रको लागि सम्भव निम्न अनुसार प्रश्नहरू सोधिनेछ अरे भने मैले जिकेबाट अङ्कबार 20, जिकेबाट 20 मार्क्स आउँछ, पब्लिक म्यानेजमेन्टबाट 20 मार्क्स आउँछ। त्यो भनेको 10वटा प्रश्न इन्टु 2 अङ्क, दुइटैबाट 10-10वटा प्रश्न आउँछ र जब बेस्ड नलेजबाट 30वटा प्रश्न आउँछ, टोटल गरेर 100 भयो। अनि दोस्रो पत्रको लागि सेवा सम्बन्धित कार्य ज्ञान जब बेस्ड नलेज भनेको चाहिँ यो च्याप्टर भयो। कम्प्युटर फन्डामेन्टल्सबाट 3टा क्वेसन आउँछ, अपरेटिङ सिस्टमबाट 2टा, वर्ड प्रोसेसिङबाट 4वटा, स्प्रेडसिटबाट डेटाबेस म्यानेजमेन्ट सिस्टमबाट 3टा। अब हेर्न सक्नुहुन्छ हजुरले कति कतिवटा क्वेसन आउँछ भनेर। टोटल भनेको चाहिँ 30 भयो। अनि 30 इन्टु 2 गरेर 60वटा चाहिँ यताबाट आउँछ। अनि त्यसपछि जब बेस्ड नलेज भनेको सेवा सम्बन्धी कार्य ज्ञान द्वितीय पत्र यो रिटर्नको लागि चाहिँ सेक्सन छुट्याइदिएछ, खण्ड सेक्सन ए भनेर, अनि अर्को भनेको चाहिँ छ त सेक्सन बी पनि छ, यता कतै सेक्सन बी पनि होला, यहाँ रहेछ सेक्सन बी। कस्तो रहेको छ भन्दाखेरि चाहिँ अब एक्जाममा चाहिँ हजुरले अब सेक्सन ए कपीको माथि सेक्सन ए लेखिहाल्नु भयो भने सेक्सन ए भित्रको प्रश्नहरू सेक्सन एकै कपीमा लेख्नुपर्ने हुन्छ, र सेक्सन बीमा लेखियो भने त्यसलाई भ्यालिड मानिँदैन, त्यसको मार्क्स जोडिँदा पनि जोडिँदैन। त्यसैले सेक्सन ए को सेक्सन एमै लेख्ने क्वेसनहरू एन्सर्सहरू, अनि सेक्सन बीको चाहिँ सेक्सन बीकै पेपरमा चाहिँ हजुरले लेख्नुपर्ने हुन्छ। 2टा पेपर पाइन्छ, हो त्यही भएर चाहिँ कुरा चाहिँ ध्यानमा राख्नुपर्ने हुन्छ एक्जाम दिनुभन्दा पहिला। अनि यहाँ रहेको छ कम्प्युटर फन्डामेन्टल्समा के आउँछ, हिस्ट्रीहरू, अब त्यो मल्टिमिडियाहरू, सफ्टवेयरहरूको बारेमा, आस्कीहरूको बारेमा, यही भित्रबाट आउने क्वेसन्सहरू। अनि अपरेटिङ सिस्टमबाट चाहिँ अब फङ्सन्स अफ अपरेटिङ सिस्टम, टाइप्स अफ अपरेटिङ सिस्टम भन्ने क्वेसन आइरहेको छ प्रायः, नभए सिएलआई र जियुआईको डिफ्रेन्स बिट्विन, नत्र सिस्टम टुल्सहरूको बारेमा एक्सप्लेनेसन्स, वर्ड प्रोसेसिङबाट वर्ड भनेको के हो, यसको फिचर्सहरू के हो, कम्पोनेन्ट्स के हो भन्ने कुराहरू भयो वर्डमा चाहिँ। अनि स्प्रेडसिटमा पनि त्यही हो, स्प्रेडसिट भनेको के हो, स्प्रेडसिटको सफ्टवेयर भनेको के हो, कसरी हेल्प गर्छ त्यसले, कम्पोनेन्ट्सहरू के रहेको छ। डेटाबेस सिस्टममा पनि त्यही हो, डेटाबेसको बारेमा, डेटाको बारेमा, डिबिएमएसको बारेमा, डेटा टाइप्स, क्रिएटिङ, मोडिफाइङ एन्ड डिलिटिङ टेबल्सहरूको बारेमा आउने भयो। साथै प्रेजेन्टेसन सिस्टममा पनि त्यस्तै हो, प्रेजेन्टेसन भनेको के हो, कसरी यो के हुन्छ भित्र, कुराहरू एनिमेसन्सहरू कस्ता रहेका छन्, कसरी स्लाइडहरू खोल्ने भन्ने कुरा भयो। अनि वेब डिजाइनिङ एन्ड सोसल मिडियामा चाहिँ अब वेब पेजको बारेमा, सोसल मिडिया एपहरूको बारेमा, सोसल मिडिया प्लेटफर्म्सहरूको बारेमा भयो। अनि कम्प्युटर नेटवर्कमा चाहिँ नेटवर्किङ भनेको के हो, नेटवर्कको टाइप्सहरू के टाइपहरू हुन्छन्, केबलका टाइप्सहरू, इमेलको बारेमा भयो, इन्टरनेटको बारेमा, एक्स्ट्रा नेटको बारेमा, अनि क्लाउड बेस्ड सर्भिसको बारेमा भयो, आइपी एड्रेसको बारेमा भयो। अनि साइबर सेक्युरिटी भयो अर्को टपिक। साइबर सेक्युरिटी भनेको के हो, कमन साइबर सेक्युरिटी थ्रेट्सहरू के कस्ता रहेका छन्, त्यसलाई कसरी हामीले कन्ट्रोल गर्न सक्छौँ, अब्जेक्टिभ के हो साइबर सेक्युरिटीको, डिजिटल सिग्नेचर भनेको के हो, यसको कन्सेप्ट कसरी हो, यसलाई के कुरामा कसरी युज गर्न सकिन्छ भन्ने कुरा भयो। अनि हार्डवेयर मेन्टेनेन्स एन्ड ट्रबल सुटिङ भनेको चाहिँ पावर सप्लाईहरू राम्ररी गएको छ कि गएको छैन, मदरबोर्डहरू कस्तो छ युज भएको, बायो सेटिङ्सहरू मिलायो कि मिलाएको छैन। अनि युपिएस भनेको के हो, अनि मोनिटरको टाइप्सहरू के कस्ता रहेका छन्, कनेक्टरको टाइप्सहरू, अनि हार्डवेयरमा केही प्रब्लम आयो भने त्यसलाई कसरी ट्रबल सुट गर्नुपर्छ भन्ने कुराहरू भयो। लास्टमा हाम्रो रहेको छ रिलेभेन्ट लेजिस्लेसन्स एन्ड इन्स्टिट्युसन्स, यसमा चाहिँ के छैन, यो आइसिटी पोलिसीको बारेमा छ, एसओसीको बारेमा सेक्युरिटी अपरेसन सेन्टर, डिपार्टमेन्ट अफ इन्फर्मेसन टेक्नोलोजी, मिनिस्ट्री अफ कम्युनिकेसन एन्ड इन्फर्मेसन टेक्नोलोजी भयो, आइटिईआरटीको बारेमा कुरा भयो, इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्टको बारेमा, सिडब्लुडिएनएमको बारेमा भयो, गभर्मेन्ट वेबसाइट डेभलपमेन्ट एन्ड म्यानेजमेन्ट डिरेक्टिभको बारेमा,
अनि हजुरले हेर्न सक्नुहुन्छ यहाँ जब बेस्ड नलेजबाट सेक्सन एबाट 50 मार्क्सको भन्ने भयो, सेक्सन बीबाट 50 मार्क्स। छोटो उत्तर भनेको 6वटा प्रश्न 5 अङ्कका आउँछन्, त्योबाट पनि 6वटा प्रश्न 5 अङ्कका आउँछन्, दुईवटा 10 मार्क्स आउँछन्। अर्को अनि यहाँबाट पनि सेक्सन बीबाट पनि दुईवटा 10 मार्क्सको टोटल भनेको चाहिँ 12x5 गरेर 60वटा चाहिँ टोटल आउँछन्। र अर्को भनेको चाहिँ 10x4 गरेर लङ क्वेसनहरू आउँछन्। 60 + 40 = 100 गरेर चाहिँ रिटर्नका पनि 100 मार्क्स यसरी जोडिन्छ। अनि प्र्याक्टिकल इक्जाममा चाहिँ देवनागरी टाइपिङ नेपाली टाइपिङबाट 5 मार्क्स आउने भयो एउटा क्वेसन 5 मार्क्सको, इङ्ग्लिस टाइपिङबाट 5 मार्क्स, कोड प्रोसेसिङबाट 12 मार्क्स, इलेक्ट्रोनिक स्प्रेडसिटबाट 12 मार्क्स, डेटाबेस म्यानेजमेन्टबाट 6 मार्क्स, प्रेजेन्टेसन सिस्टमबाट 5 मार्क्स, वेब पेज डिजाइनिङबाट 5 मार्क्स गरेर टोटल भयो त 50 मार्क्स। 50 मार्क्स यहाँबाट आउने भयो। अनि यहाँ पनि छ कसरी अङ्कहरू डिभाइड हुन्छ भनेर, कति टाइपिङ कति मिनटमा गऱ्यो भने कति अङ्क आउँछ नेपाली टाइपिङमा, इङ्ग्लिसमा कति आउँछ भनेर यतै लेखिराखेको छ। फर्मुला पनि छ कति मार्क्स आउने भनेर टाइपिङ गरेपछि। र त्यही हो, अब के कुरा पढ्नुभन्दा अगाडि सिलेबस हेरेर पढ्नुपर्ने हुन्छ। यत्तिकै हावा हुरीतालमा पढ्यो भने त सबै पढिन्छ, लेख्ने बेला अब त केही आउँदैन। केवल चाहिने कुरा जे जति सिलेबसमा रहेको छ त्यस अन्तर्गत रहेर मात्रै पढ्नुपर्ने हुन्छ हामीले जे कुरा पढ्दा पनि। सो मच फर टुडे। अब हजुरहरूलाई चाहिँ सिलेबसको पिडिएफ चाहियो भने कन्ट्याक्ट गर्नु होला, म प्रोभाइड गरिदिइहाल्छु कमेन्टमा। आई निड सिलेबस भनेर कमेन्ट गर्नु होला, आई विल प्रोभाइड है त। ल टेक केयर, बाई बाई।